हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। तपाईँहरूलाई चाहिँ म डेली विकली भ्लग दिन्छु भन्ने सोचिरहेको थिएँ कि म एक हप्तामा चाहिँ यसो बुढाको छुट्टी भएपछि यसो घुम्न जान्छु अनि त्यसपछि घुम्न भन्दा नि यसो बाहिर निस्किन्छु अनि भिडियो बनाउँछु भनेर चाहिँ मैले यसो सोचिरहेको थिएँ। अस्तिको विक चाहिँ मलाई अलिकति प्रब्लम भएर दाँत दुखेर म बाहिर हिँड्न पाइनँ है। हिँड्न त हिँडेँ हस्टेलसम्म, तर मैले खासै भ्लगहरू चाहिँ बनाइनँ। अनि आज चाहिँ यसो आज चाहिँ हामी कतासम्म जानु लागेको अरे, थेगुसम्म जाउँ न भन्नुभयो। यसो नेपाली टेस्टको खाना खानलाई छाना त यहीँ पनि छ, तर त्यहाँ थेगुसम्म चाहिँ हाम्रो त्यहाँ यसो काम पनि भएर यसो जाउँ भनेर लागेको। अनि खासै त्यस्तो त होइन, म पनि अलिअलि रेडी भएर हिँड्यो। फेरि यस्तै हो क्या, अब बनाउँछु भन्दा भन्दै होइन, घरबाट निस्किने बित्तिकै निस्किँदैदेखिबाट मैले बनाउँछु भन्दा भन्दै भर्खर निस्केर बाहिर निस्केपछि बनाएँ। त्यो पनि ठिकै छ, बाहिर निस्केपछि सुरुवात गर्दाखेरि पनि यस्तै छ। उहाँ भित्ते घडी छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। उफ, हिँडिरहनु भएको छ फोनमा बोल्दै बोल्दै। यस्तो छ, सब सुकेर यस्तो भएर चाहिँ अलिअलि हो कि जस्तो नि भइरहेछ है छाना चाहिँ। नेपाली दाइ हुनुहुँदो रहेछ, मस्त हाँस्दै हिँड्नुभएको छ भ्लग बनाउँदै हिँडेछ भनेर त्यहाँ, तर मैले देखाइनँ साइकल। किन जानु पर्यो अस्ट्रेलिया है, ल हेर्नु अस्ट्रेलियाको त्यो यो यहाँ पनि छ है। अस्ट्रेलिया जानुपर्छ भन्ने छैन, पर्खिनु न। केमा जाने हो र? छ्यामा जाने। यो चाहिँ यस्तो छ। यहाँ चाहिँ अस्ति नै कन्सर्ट भएको थियो है। मैले एउटा भिडियो पनि युट्युबमा चाहिँ हालेको छुइनँ, मेरो टिकटकमा चाहिँ मैले हालेको थिएँ कि डेन्जर हुँदो रहेछ यहाँ कन्सर्ट हुँदाखेरि। हेर्नु त साइकल पार्किङ, कसैलाई साइकल चाहिन्छ भने मलाई भन्नु भनेर म भनिदिएँ, तर त्यो साइकल मलाई चाहिँ जानु मन छैन। कस्तो अगाडि हिँड्यो र, एकछिन त कुर्नु न, एकछिन कुर्नु न, किन अगाडि हिँड्यो र? कसको ब्याग बोक्यो र? अब मेरो ब्याग त डेन्जर छ त, किन अरे यस्तो। अनि थोरै काम भएर म छ्याएको भिडियो खिच्न मिल्छ कि मिल्दैन मलाई खासै थाहा छैन, तर त्यो देखिनँ। अनि मैले तपाईँहरूलाई यसको भिडियो पनि देखाउँछु। मैले खतरा भिडियो खिचेको थिएँ, फोटो खिचेर हालेको छु हो। हरियाली छ। अब अरियालले गुण लगाएको छ क्या रुखमा, अरियाल खाने सहित अरियाल। मैले चाहिँ कोरिएर नयाँ औँठी बनाएको हो क्या, सुनको औँठी। कहाँबाट जाने हो र? ऊ त्यहाँ परबाट झर्ने। होइन पिउतल हेर्नु छिया चढ्ने ठाउँ, घोडे जात्रा। घोडे जात्रा यही चैतमा हो क्या। घोडे जात्रा आउँदैछ है, घोडा हेर्नु, जरा हेर्नु। मिस्टेक, अलिकति मिस्टेक त भइहाल्छ। तपाईँ कति सानो देखिनु भएको? छ नि खुसी खुसी। उकालो हिँड्न चाहिँ गाह्रो हुन्छ भनेर मात्र लिफ्ट राखेको रहेछ। ओह्रालोको लागि त के हुन्थ्यो लिफ्ट।
थिएन कि एउटा अन्तर थियो बुढाको मात्र अनि नयाँ कार्ड किने म यसलाई खोल्दैछु नजान्ने भन्ने कुरा त हुन्न हे कस्तो कार्ड हो nào một त्यो कार्ड चाहिँ किनिसकेको छ मैले हामी चाहिँ छ्या चढिसकेको छौँ कि जाउँ न फाइनली छ्या चढेको छ फाइनली गाइस हामी खानु दाङ आइसकेको छौँ यहाँ छु म चाहिँ आउनु न यता यहाँ चाहिँ मेरो बुढा हुनुहुन्छ है आइफोन 14 प्रो म्याक्स हो है मेरो छ्याबाट हामी झरिसक्यौँ फाइनल्ली यहाँ तर मलाई यहाँ ऊहरू आएको जस्तो लागिरहेको क्या पुरै एकदम मान्छे नै मान्छे हुनु बाटोमा आइरहेको छ हजामसिलमै कफी खाने 1500 अब यहाँ हेर्नु है तपाईँहरूलाई म देखाउँछु 1500मा कफी नाइ पानको आइटमहरू कता हो र अब खोइ हेयरपेन लाउने हो के हो मैले कोरिआइकन यस्तो हेयरपेनहरू चाहिँ मलाई एकदम मनपर्छ ए अनि मैले हेरिरहेको छु कति राम्रो राम्रो कति क्युट क्युट छ कि हेर्नु त अनि यस्तो लुगाहरू सब पाइँदो रहेछ कि हामी चाहिँ हिँडिरहेको छु होइन साथी आहा मलाई कस्तो मनपर्ने कलर रहेछ क्या टी सर्टको त्यो रातो हो नि त्यो सुडिलिरहेको थियो त मलाई आज नेपालीहरूले न चटपटे पानी पनि पार्टी हान्नुपर्छ ल बुढो क्या क्युट ब्याग यो ब्याग हेर्नु कति क्युट तर मोबाइल राख्ने पर्स रहेछ क्या कति राम्रो हो र तर यो मुनि यस्तो अन्डरग्राउन्ड पनि यति राम्रो हुन्छ हामी कसले सजाएर मेरो मोबाइल एउटा कभर हेरौँ त यस्तो ब्याग यो राम्रो खाले म ब्याग पनि हुन्छ आइफोनको हो कि नि यो कस्तो छ साथी कति क्युट हो यो यहाँ हेर्नु न गाइस यो त भाँचेको मोबाइल हाल्ने रहेछ है म आइफोनको हेर्दैछु आइफोनको त खासै छैन आइफोन 14 प्रो म्याक्सको त सब मोबाइलहरूको मात्र रहेछ हुन त यहाँ छ होला सबै यो चाहिँ ब्यागको सिक्री हो क्या 7,700 नेपाली 100 रुपियाँमा आउँथ्यो नयाँ फोन किनिसक्यो है हामीले चाहिँ यस्तो भइसक्यो फाइनली कति बेरको यो अन्डरग्राउन्डको यात्रा पछि हामी माथि निस्किसकेको छौँ है लाउनु न मलाई अलिकति देखाइदिनु म नदेखेको जस्तो फिल भइरहेछ कि यस्तो हुन्छ कि कहिलेकाहीँ हिँड्दा हिँड्दै मिस्टेक पनि यही हो आइपुग्यो गल्ली गल्ली
तिब्बती रेस्टुरेन्टबाट भएको छ। छु मैले गाइज मेरो कपाल मेरो ज्याकेटको कलर त सेम मिलेर चाहिँ त गएर आएको क्या हामी थेगो गएर आएको क्या होइन गाइज। अनि त्यसपछि मोबाइल के भन्छ अरे त्यो छ्या चाहिँ उल्टो चढेर घुम्दा 1 घन्टाको बाटोमा 2 घन्टा हिँड्नु पर्यो। यस्तै छ मेट्रो रेल चाहिँ त्यस्तो भयो। पानी परेर खासै मैले उतातिर गएर भिडियो बनाइन होइन, किनभने मलाई चिसो भएर जाडो पनि भइरहेको आज लाप्टो चिसो भयो। काम बन्यो है फाइनली गाइज, काम बन्यो। के भन्ने भनौँ अनि आफ्नो बेइज्जत हुन्छ नभनौँ। अनि त्यतातिर म त्यो काम गरिरहेको भिडियो गर्थेँ कि यतातिर चाहिँ मान्छेको फेस देखाउनु नमिल्ने रहेछ, त्यही भएर चाहिँ मैले त्यो हाँसै देखाइन। मेरो हात मेरो ब्याग कस्तो छ तपाईँहरूलाई कस्तो लाग्छ यो ब्याग? वाउ अनि त्यति काम गऱ्यौँ आयौँ। हामी के भन्छ अरे उसमा के त्यो नेपाली होटेल गयौँ, त्यसमा चाहिँ हामीले नान खायौँ, करी खायौँ। अनि त्यसपछि त्यसको नाम चाहिँ के हो, एउटा चिकन तन्दुरी खायौँ। एकदम मिठो स्वादको तारा होटेलमा जानु होला है, नेपाली स्वादको खान मन लाग्छ भने तपाईँहरूलाई। मैले पनि एकदम खाएर छु। के को जिएमए को घुम्ती सेवामा गएर काम गरेर आएको। खासै ठुलो काम त भन्न के काम त के भन्नु होइन, काम त थियो। अनि त्यहाँ फोटो पनि खिचेर त्यहाँ कता हाम्रो भिडियो आउन सक्छ त्यो जिएनईमा, त्यहाँ हेर्न सक्नुहुन्छ। यहाँनिर हाम्रो नेपालको लोगो नि खर कहाँनिर हो र? यहाँ आइकन बुढाले जिम गर्ने गरिसक्नु भयो होइन। घर आएपछि जिम एक्सर्साइज गरेर हिँड्यो। यस्तै हो गाइज, आज धेरै नि बोल्दैन, चिसो नि भयो। देखाउन मलाई तपाईँहरूलाई सबै थोक देखाउनु मन थियो, कहाँ गयौँ कहाँ के छ भनेर, तर सोचेको जस्तो अलि भएन के। के चाहिँ एप्पल दुईवटा चानो चाहिँ काटेर खाइसकेको छौँ। बुढो ए बुढा बेबी हेलो। अब एउटा भनिदिनु त आज हाम्रो के भयो तपाईँको जाओस्। आज हाम्रो हामी चाहिँ बिहान उठ्यौँ, हात मुख धोएर बजार गएँ म भने जस्तै थेगुसम्म गइयो। जिएमईको घुम्ती सेवा आएको थियो, त्यहाँ प्रोबल आइएम ब्याङ्क लगाए जिएमईका सेवा सर्भिस अथवा फाइदा लियौँ होइन। जिएमईको धेरै कुराहरू चाहिँ हामीले बनाएर आएको छौँ। अब त्यस पछाडि ट्रेनमा यताउता भयो, त्यसपछि चाहिँ फाइनल्ली होममा आइपुग्यो। ल बाई बाई गाइज।